नमस्ते, मेरो नाम चाहिँ दिपेन्द्र राज पाण्डे। हाल म यस डल्फिन ग्रुपमा चाहिँ क्वालिटी हेडको पदमा कार्यरत छु। हामीले चाहिँ डिएफसी ब्रान्डमा फुड हाइजिन मेन्टेन गर्नको लागि चाहिँ गेट कन्ट्रोलबाट नै सुरु गर्छौँ। आउने कच्चा पदार्थहरूको सुरुमा क्लिननेस, प्युरिटी टेस्टहरू जस्तो आधारभूत टेस्टहरू गरेर चाहिँ सुनिश्चित गर्छौँ र अरू कुरा भनेको जस्तै प्रोसेस गर्दा चाहिँ हामीले इम्प्लोइहरूको पर्सनल हाइजिनदेखि लगेर गोदाममा हुने पेस्ट कन्ट्रोलदेखि लगेर चाहिँ फिनिस गुडमा प्रोपर स्टोरेज गरेर चाहिँ सुनिश्चित गर्छौँ। डल्फिन ग्रुपले उत्पादन गर्ने सम्पूर्ण डिएफसी ब्रान्डका उत्पादनहरूको क्वालिटी टेस्ट चाहिँ 3 चरणमा हुन्छ। पहिलो चरणमा चाहिँ हामीले र मेटेरियल भित्राउँछौँ। त्यसको क्वालिटी इन्स्योर गर्नको लागि चाहिँ हामीले डिफ्रेन्ट टेस्टहरू गर्छौँ। जस्तै फर्स्टमा चाहिँ हामीले फिजिकल टेस्ट गर्छौँ। फिजिकल टेस्टमा चाहिँ हाम्रो कलरहरू ठिक छ कि छैन, अनि हाम्रो त्यसमा कुनै मिसावट छ कि छैन र अरू कुनै त्यसमा अखाद्य वस्तुहरू छ कि छैन भनेर हामीले सुनिश्चित गरिसकेपछि मात्र त्यसलाई चाहिँ हामीले नेक्स्ट स्टेपमा चाहिँ ल्याब टेस्टिङको लागि ल्याउँछौँ। अनि ल्याबमा पनि हाम्रो प्रोपर स्ट्यान्डर्ड अनुसारको प्यारामिटरको भ्यालु आयो कि आएन, आयो भने चाहिँ गाडीहरू पास हुन्छ। र दोस्रो चरणमा चाहिँ हामीले हाम्रो क्युसी टिम र प्रोडक्सन टिमको सहकार्यले चाहिँ कन्ट्रोल टेम्परेचर, कन्ट्रोल प्रोसेसिङ प्यारामिटरहरू जस्तै ह्युमिडिटी भयो, टेम्परेचरहरू भयो, मोइस्चरहरू रेगुलेट गरेर चाहिँ हामीले क्वालिटी मेन्टेन गरिरहेको छौँ। तेस्रो चरणमा चाहिँ हाम्रो फिनिस गुड टेस्ट हुन्छ, जसमा चाहिँ हामीले फिनिस गुडको टेक्सचर, कलर, एरोमा, न्युट्रिसनल भ्यालु र प्याकिङ इन्टिग्रिटीहरू हेरेर चाहिँ मार्केटमा पठाउँछौँ। कच्चा पदार्थ आएदेखि प्रोसेस भएर मार्केटमा जानु अघिसम्म हामीले सबै प्रोसेसहरू मोनिटरिङ गरेर रेकर्ड राख्छौँ, जसले गर्दा चाहिँ अरू ब्रान्डभन्दा डिएफसी ब्रान्ड बेस्ट छ।